साथीहरू हाम्रो गगन थापाज्यूको 2 थरीको कुरा सुनौँ है। सबैभन्दा पहिला 2019 मा उहाँले बोलेको यो कुरा सुनौँ है। कानुन नभएर जनता वा जनप्रतिनिधिको सहयोग नभएर यी सडकहरू नबनेको होइन, काम गर्ने र गराउनेको नियत ठिक नभएर यो काम समयमा सम्पन्न नभएको हो। हामीले धरना दिइसकेपछि जब के साथीहरू भन्न थालेका छन् कानुन बदल्नुपर्छ, प्रक्रिया नभएको कारणले गर्दा, कुन कानुन नभएको र कुन प्रक्रिया नभएको कारणले गर्दा सडक सम्पन्न नभएको, कुनै नयाँ कानुन चाहिँदैन, कुनै नयाँ प्रक्रिया चाहिँदैन, नयाँ कामको लागि नयाँ कानुन र नयाँ प्रक्रिया चाहिएला। यो काम भएकै कानुन र भएकै प्रक्रियाबाट नियत ठिक हो भने समयमा सम्पन्न गर्न सकिन्छ। अनि अब अहिले आएर 2026 मा उहाँले भोट माग्नको लागि बोलेको फेरि यो कुरा सुनौँ है। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानुन तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। अनि अब गगन थापाज्यूलाई हाम्रो प्रश्न, तपाईले काम गर्ने र गराउनेको नियत ठिक नभएर काम नभएको भन्नुभयो। काम गराउनेमा को थियो अहिलेसम्म? सरकारमा को थियो अहिलेसम्म? तपाईहरुको सरकार थिएन? तपाईले त्यो बेलामा भन्नुभएको छ कानुन ठिक छ भनेर। त्यसो भए त्यो बेलामा ठिक भएको कानुन अहिले आएर परिमार्जन गर्न किन पर्यो? अनि कानुन परिवर्तन नै गर्नुपर्ने थियो भने तपाईहरुकै सरकार थियो अहिलेसम्म परिवर्तन नगरिकन के हेरेर बस्नुभयो तपाईहरु? तपाई 4 पटक सांसद भइसक्नुभयो। 4 पटकसम्म सांसद भए पनि तपाईको दिमागमा त्यो परिवर्तन गर्नुपर्छ भन्ने कुरा आएन र आफू सरकारमा भएर खान पाउँदासम्म सबै सही, आफू सरकारबाट बाहिरिएपछि अब सबै गलत छ, सबै मैले सुधार्छु भन्ने दिमाग आयो हैन त हजुरको?